बाराइबाट सुन्दर बस्ती लाग्दैछ। हाम्रो रमाइलो यात्रा जारी छ है। बाटोमा हामी के कुरा गर्दै जान्छौँ, के देख्छौँ, कुरा गर्दै जान्छौँ होइन। अब हामी आउँछौँ ठ्याक्कै कहाँनिर आउँछौँ भन्दाखेरि रोडतिर आउँछौँ। हामी चाहिँ केहीको विज्ञापन नगरौँ, कुरा मात्रै गरौँ होइन। यताबाट हामी कपन पनि जान सक्छौँ, कपन बालुवाखानी पनि जान्छ, बुढानीगञ्ज पनि जान्छ होइन। अनि टोखा पनि जान्छ नि यहाँबाट। कुन ठाउँमा पत्ता लगाउनु त, यसलाई के ठाउँ भन्छ? यसलाई भन्छ भन्दिकाटार, गिर्जा, कोइराला, निवार। गिर्जा कथा, कोइराला, निवार। यसो तपाईँ हो 3 जना बसेर बिन्दास पारामा डल्लै छ। यताबाट चाहिँ कपन लाग्छ है। कपन मिलनचोकतिर जान्छ यो बाटो है। यो बाटो जान्छ बुढानीगञ्ज है। हामी चाहिँ बुढानीगञ्ज नगरपालिका वडा नम्बर 9को कार्यालयको ठाउँ छ। यो बाटो सिधा गयो भने फेरि 8 नम्बर वडा कार्यालय पनि आउँछ। फाउन्डेसन कान्छी कथा हो। यो चाहिँ विद्याप्रसाद कोइरालाको घरजाने बाटो। गुम्बा साइड जाने बाटो। यताबाट चाहिँ हामी कपन बालुवाखानी पनि जान्छौँ है। चाहिँ माथिको चाहिँ शिवपुर राष्ट्रिय निकुञ्ज को जानुभएको हुन्छ। यहाँ चाहिँ पहिला एकदमै जग्गा सस्तो थियो, त्यति बेला सबै टाटा मोटरले किनेर यस्तो राखेको छ। अहिले आफ्नो कम्पनी चलाइरहेको छ। कति रोपनी छ। यो चाहिँ रुद्रमती खोला। तल गएर यही खोला चाहिँ धोबी खोला भइरहेको है। यो 1 किलोमिटर तल गएर धोबी खोला गोबीसँग साइडबाट बगेर अनामनगर पुग्यो। अनामनगर घट्टेकुल्लो साइडतिर पुगेर फेरि धोबी खोला। यो चाहिँ हामी चाहिँ आयौँ सुन्दर बस्ती आएको। सुन्दर बस्ती निखिलेश्वर मन्दिर। त्यो चाहिँ भर्खर मात्रै सम्पन्न भएको, भर्खरै सम्पन्न भएको यो हरेक खोलाको अन्डरग्राउन्ड आउँदै हो। यो नेपालमा पहिलो नै हो यो।
यसो अन्डरग्राउन्ड पास भएर यति मजाले गाडीले कुद्ने बाटो बनेको छ। यो चाहिँ राजन भट्टराईको पहलमा भएको है। उहाँ चाहिँ नेकपा एमालेको विदेश विभाग प्रमुख हुनुहुन्थ्यो। त्यति बेला केपी ओली प्रधानमन्त्री भएको बेला चाहिँ उहाँले बजेट हालेर हरेक खोला यस्तो दुःख दिने खोला थियो, त्यसलाई चाहिँ उहाँले यो अन्डरग्राउन्ड पास बनाएर 27 करोड लगानी लगभगको बजेट हो यो। यसलाई अन्डरग्राउन्ड पास बनाएर पुरै दिल्ली 4 लेनको बाटो बनाइदिनु होला। यो चाहिँ हरेक खोला अन्डरग्राउन्ड पास हो। यस्तो चाहिँ कपालमा पनि बनाउनु जरुरी छ जस्तो लाग्छ मलाई। यहाँसम्म चाहिँ बनाउँछ। यसको पैसा चाहिँ 27 करोड सकेको लाग्दैन मलाई, बचत छ। यहाँसम्म मात्रै त्यो बनेको छ। यहाँबाट चाहिँ टुङ्गेको छ है। यहाँबाट चाहिँ टुङ्गेको यो खरे चाहिँ माथिबाट आइरहेको छ। तपाईँलाई एउटा माथिबाट आइरहेको छ। सुन्दर बस्ती हो यो। यहाँ चाहिँ धेरै प्रगति भइरहेको छ है। यहाँ पनि के बन्दैछ, खेल्ने पार्कहरू बन्दैछ। के बन्दैछ, भगवान् हुनुहुन्छ। जय शम्भु खोला भण्डारी, जय शम्भु महाराज। ओम नमः शिवाय। जय शम्भु, जय शम्भु, जय भोला भण्डारी। प्रभु रक्षा गर्नु। ओम नमः शिवाय। ठ्याक्कै हामी भगवान्लाई हेर्न आइपुग्यो। प्रभु रक्षा गर्नुहोस् है। यस्तो बन्दैछ यहाँ चाहिँ। रमाइलो छ। सुन्दर बस्ती। भगवान् जता कतै बसिराख्नु भएको छ। यहाँ चाहिँ स्केट सिक्ने ठाउँ बन्दैछ कि स्केटिङ बाइकहरू दौडने ठाउँ बन्दैछ। भित्र जान्छ। सुन्दर बस्ती। बाइकको रेसिङ गर्ने ठाउँ बन्दैछ। घोडा पालन, घोडाको पनि सिकाउने काम हुन्छ। सुन्दर बस्ती है यो। जय नेपाल। Flying horse, reading Nepal. Flying horse, reading कारखाना। यस्तो छ बस्तीहरू रमाइलो। कोही यहाँ आउनु भएको छ ल कमेन्ट हाल्नु है। केही नभए स्टिकर लिएर आएको।